हेलो एभ्रिवान। अब आज चाहिँ हामी सर्ट आइसक्रिम पुललाई जाँदैछौँ नारायणथानतिर। केटाहरू बम भइरह होला यार, बिचरा गर्मी यस्तो रहेछ। मेरो फेरि ढिला भइहाल्यो क्या, आज स्याटरडे कति कामहरू सक्नु थियो, काम सकेँ। सो आज हामी जान लागेको चाहिँ नारायणथानतिर हो। मलाई भर्खर रियलाइज भयो क्या, त्यो फर्स्ट भ्लग जस्तै हुने भयो यार, सेम रोड पर्ने भयो। हामी सर्ट आइसक्रिम पुलले जाने भनेर निक्लिरह हो। उनीहरू पिपल बोट भनेपछि माथि आमा द मोस्ट लोडेड सिबिआर, अर्को तलै आउनु पर्थ्यो नि। सो अब हामी यहाँ सबै केटाहरू भेट्यौँ। अब यहाँबाट हामी लागेको। बाई बाई। कस्तो गर्मी यार आज त, आज त घाम चाहिँ पानी नपर्दै हुन्थ्यो। सो आज स्याटरडे मैले बिहान उठेँ, बाइक धुन गएँ। त्यो एक ठाउँ बाइक धुन गएको कस्तो मजाले धोइदियो यार त्यो फुच्चेले। टायर समेत त्यो ब्रसले यस्तो मजाले घोडिदिएर है 100 रुपिजमा। क्या माया लाग्दिएर भने त्यो फुच्चेको त यस्तो मजाले काम गरिदियो क्या। अनि अघि भर्खर आएर चेन लिप चाहिँ आफै हालेँ भाइलाई भनेर। वान्स अगेन सेम रोड ट्राभल गर्ने भएँ म चाहिँ। हो केटाहरू सब गोली छन्। समातिहालेँ। ओ माई गॉड, केटाहरू त कस्तो जोसमा छन् यार। गाइजहरू कस्तो जोसमा चलाएर केटाहरूले। है आइसकोमा चाहिँ योसिमुराको एक्जस्ट हो, क्या लाउड छ उसको एक्जस्ट, मजा आउँछ सुन्नु पनि। चेकिङ नभइदियो हुन्थ्यो। म त सर्भिसिङ पनि गराएको छैन, कुदाउनु पनि झ्याउलाएर त्यो। ल हो मेरो नोज बिग्रिरहेछ यार। इन्जिनको यो ठ्याक्कै अफ हुन्छ भने बेला बेला आफै चलाउँदै यो सर्भिसिङ अफ गरिरहेको छैन। नेक्स्ट टाइम गएको बेला उज्जवल दाइलाई हेरिदिनु भन्नुपर्छ यो चाहिँ। हो यस्तो चलाइरहेको हुन्छ अनि एक्कासी त्यो इन्जिन अफ हुन्छ अनि मैले फेरि यो अन गर्नुपर्छ क्या। यो अन अफ गरेपछि इन्जिनमा बत्ती बोल्छ अनि बल्ल हुन्छ। केटाहरू त तुफान गइसक्यो यार, कस्तो कुदा। चेकिङ छ। अस्ति म त्यो लम्बु र म गइरहेको थिएँ है, अनि ठ्याक्कै एउटा बाइक यता आइदियो क्या। अनि बाइक आउने त मैले यस्तो ब्रेक हाने, ड्रिफ्ट हान्दै कट्याएँ क्या, धन्नै मरिनँ भने त्यस दिन त। अब स्वयम्भू घोडा चलाउने बाटो, यहाँको बाटो चाहिँ सबसे खङ्गु बाटो। आज चाहिँ यो बाटोको कुरा चाहिँ नगरौँ। माई फर्स्ट भ्लग वाज सो मोनोटोनस। आई रेन्टेड अबाउट द रोड अन द्याट होल भ्लग। मलाई पछि रियलाइज भएको थियो क्या। बट स्टिल कस्तो मोनोटोनस नै हुँदो रहेछ। तर मलाई थाहा थिएन यार यस्तो मोनोटोनस भइन्छ बोल्दा बोल्दै भनेर। यस्तो रिक्स छ क्या कस्तम। तर यो साइड चलाउने नट अ जोक यार। यहाँबाट खोला माथि भनेको छ लम्बुले। एउटा मन्दिर आउँछ अरे, अनि मन्दिर आएपछि राइट लिने। ए हाम्रो त 4वटा सिभियर अनि सिभिआर 4वटा भयो। माथि
लम्बूसँग 2वटा ड्युक 250 लम्बू र अनि एकजना लम्बूको साथी पनि आउँछ। म एकपल्ट पहिला आएको थिएँ, म लम्बूको घरबाट चाहिँ यो बाटो फर्केको थिएँ, आई रिमेम्बर द्याट। तर एक्ज्याक्टली कुन बाटो अब त्यो चाहिँ बिर्सिसक्यो, धेरै अगाडि हो, मेरो एमटी हुँदै हो, म र स्नेम आएको थियो सायद। कहाँ त्यो उमा त्यो पुल तपाईहरु ठ्याक्कै सिधा अँ म त यतापट्टि त्यो के बनेर रहेछ है यसो हेर त्यत्रो हाइटमा रहेछ यहाँ तल त्यो बफाको पुलमा होला यो, त्यहाँ झुक्काउँछ, धेरैलाई झुक्काउँछ। कस्तो झुक्काउँछ त्यहाँ। म ओ त्यहाँ छ त्यो। डिजे हुनुको फाइदा चाहिँ यो हो क्या, क्यामेरा जहाँसुकै होस्, माइक एक ठाउँ भएपछि यु क्यान टक फ्रम एनीवेयर। क्यामेरा यता तल भए पनि भयो, पछाडि भए पनि भयो, हेलमेटमा भए पनि भयो, यु क्यान जस्ट किप टकिङ। भयो अब दाइ कोसँग भयो? ल भयो, सबैसँग बोल्यो। है केटाहरू त हिटमा गइदिए। सुजल कहाँ पुग्यो? सुजल अगाडि गइसकेको छ। त्यो त फिल्टर कस्तो हान्छ तेरो ट्राफिक, हामीले त्यसले यस्तो फिल्टर हान्नै सक्दैन यार दाइ। त्यसले ट्राफिक कस्तो फिल्टर हान्छ मिठो सुजल, के अरे सुजलले। खै स्कुटर छ है दाइ तपाईँको? मैले त्यही भन्दैन दाइ, सन्टु यताबाट हेरिरहेको थिएँ क्या म, स्कुटर ठ्याक्कै देखिसकेको थिएँ मैले। यस्तो स्कुटर सट्टै आइदिएर क्या, यस्तो बेला क्या एबिएस काम लाग्ने जस्तो होला। लम्बू आई थिङ्क अगाडि गइसक्यो, पछाडि छ लम्बू। ए यता मन्दिरको बाटो जाने हो। क्लियर हो? ओ सिट सिट सिट। हामी त धेरै माथि जस्तो लाग्यो मलाई त, कहाँ त्यही बिचमा भयो जस्तो लाग्छ आइसक्रिम खाने ठाउँ त। Oh yes, this is the one.
कुदाएको थिएँ म सुनिरहेको थिएँ रितेशलाई डेन्जर कुदाइरहेको थियो मेरो पछाडि बसेर गेट डन गर्दै घुवा बनाउँदै कुदाहान हिजो सर्भिसिङ गरान आज कुदाहान पोखराबाट आएको छु सुत्या छैन भनेको छ कुदाएको छ हिजो सर्भिसिङ गरे है सबसे स्लोएस्ट हो म लगाइज हाम्रो फोटो सेट खिच्ने कार्यक्रम सकियो अब हामी लाग्छौँ घरतिर ऊ त्यहाँ प्लेन उडिरहेको रहेछ कस्तो मजाले ल अब हामी यहाँ फोटोसोटो खिचेर निक्लियो हटमा पानी त त्यस्तो चाहिँ गर्नुहुन्थेन है तर हामीले निक्लिहाल्यौँ पानी पर्ला थियो हतार बाल हो हुन्छ कहिलेकाहीँ अब टाढ चिप्लिन्छ क्या मासल कुदाउन पनि डर लाग्छ मलाई त अब ल पानी त होस् ल पानी पऱ्यो अब हामी चाहिँ उतै कलङ्कीतिर जानु लाग्यो सो या गाइज आजलाई यति नै इट वाज अ गुड डे आइसक्रिमहरू खायो रमाइलो कुराहरू गऱ्यो एकछिन फोटोसोटो खिच्यो स्याटरडे वेल स्पेन्ड भनौँ न सो या गाइज सी यू अन द नेक्स्ट वान बाई टेक केयर लाइक सेफ Dark clouds won't let me forget. I don't know why I let it get to me. It gets me. 'Cause I think of you every time it rains. One drop is all it takes.